नमस्कार सबैजनालाई। नमस्कार। थ्याङ्क यू भेरी मच अर्गनाइजिङ टिम आजका यस प्रोग्रामका अध्यक्षता ग्रहण गरेर बसिरहनुभएका अध्यक्षज्यू, प्रमुख हाम्रा अतिथि महेशजी, हजुरको सुमधुर आवाज सुने मैले धेरै समयपछि। त्यसपछि आज उपस्थित हुनुभएका सम्पूर्ण देशका राष्ट्रिय व्यक्तित्वहरू र सम्पूर्ण अतिथिगणहरू, यहाँहरूप्रति कृतज्ञता व्यक्त गर्दै मलाई अहिलेको यो पेन्डेमिक स्थितिमा मलाई एउटा सेवा गर्ने शुभ अवसर दिनुभएकोमा थ्याङ्क यू भेरी मच। अत्यन्तै कृतज्ञ हुँदै आभारी हुँदै म मेरो अनुभव बाँड्नको लागि हजुरको सामु भएको छु। जसले भिडियो अफ गरेर राखिरहनु भएको छ, म रिक्वेस्ट गर्न चाहन्छु सबैजना प्लिज भिडियो अन गर्नु होला। हजुरको फेसियल एक्सप्रेसन नै मेरो लागि एनर्जीको स्रोत। यानि कि बिहानदेखि बेलुकासम्म भर्चुअल बोल्दा 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 फेरि त्यहाँबाट मुसुक्क मुस्कुराउने व्यक्ति पनि हुनु भएन भने ल्यापटपसँग बोलेको जस्तो लाग्छ। त्यही भएर प्लिज एभ्रीबडी हजुर भिडियो अन गर्नु होला। र अब धेरै लामो समय पनि छैन, फेरि मलाई अर्को प्रोग्राम एटेन्ड गर्नु छ। त्यही भएर म मेरो पार्ट सकेर अनि म मेरो टिमलाई फेरि हजुरलाई प्र्याक्टिकल अनुभूति गराउनको लागि उहाँहरूलाई अनुरोध गर्नेछु। र एभ्रीबडी यो लगभग 45 मिनटको प्रोग्राम एकदमै अटेन्टिभ भएर सहभागिता जनाएर हेरौँ कस्तो अनुभव हुँदो रहेछ। किनकि धेरै कुराहरू गऱ्यौँ हामीले, तनावका कुराहरू गऱ्यौँ, तनाव व्यवस्थापनका कुराहरू गऱ्यौँ, जीवनमा हुने कयौँ भोगाइका उतार चढावका कुराहरू गऱ्यौँ। आज लेट्स एक्सपिरियन्स वन्स, एकचोटि यसलाई छोटो पिरियड भए पनि महसुस गरेर तयार हुनुहुन्छ सबजना एभ्रीबडी? खै त हजुरको थम्स अप पनि आएन, अनुहारमा स्माइल पनि देखिएन। हामी जेसिसहरू भनेको त समाजका अत्यन्तै उदाहरणीय व्यक्तित्वहरू हो है। मैले धेरै निकटबाट चिन्ने मौका पाएको छु धेरैजनालाई। यहाँ कति परिचित अनुहारहरू पनि हुनुहुन्छ, उहाँहरूको अनुहारको त्यो उत्साह अझै अलग देखिएको छ। जोसँग पहिलो पटक परिचय गर्दैछौँ, परिचित हुँदैछौँ, यो एउटा सुरुवात मात्रै। हामी साँच्चै नै एउटै उद्देश्य लिएर समाजमा हिँडिरहेका छौँ। अहिले भर्खर पूर्व वक्ताहरूले एन्ड महेशजीले पनि अहिले यसलाई लिङ्क गराउँदै हुनुहुन्थ्यो कि अलमोस्ट हामी उस्तै उस्तै उद्देश्य लिएर समाजमा हिँडिरहेका छौँ। डेफिनेटली हामी हरेक समाजका ती सङ्गठनहरूसँग एकसाथ भएर काम गर्न तयार छौँ जो समाजको लागि सेवा गर्नको लागि अहोरात्र खटिरहनु भएको छ। अनि हजुरले जहाँ जहाँ स्मरण गर्नुहुन्छ हामी त्यहाँ उपस्थित हुने प्रतिबद्धता पनि जाहेर गर्छौँ। त्यही भएर आउँ पहिले एउटा दियो आफू बल्यो भने मात्रै अरूलाई बाल्न सक्छ, अरू दियोहरू बाल्न सक्छ। एउटा बलेको मोमबत्तीले मात्रै अरू मोमबत्ती फेरि बाल्न सक्छ। त्यसै गरी जो व्यक्ति भित्रबाट दिव्यता जागेको छ, जो व्यक्ति आफू भित्रबाट गदगद छ, जो व्यक्तिले आफ्नो जीवनको खुसीलाई प्राप्त गरेको छ, तिनै व्यक्तिहरू सायद अरूलाई खुसी बाँड्न सक्छन्, प्रेम बाँड्न सक्छन्, सेवा गर्न सक्छन्। तनावमा, इगोमा, अहङ्कारमा कहिले पनि समाजको हित हुने कार्य गर्न सकिन्न। त्यही भएर आज यो एक वाक्य यसलाई आफ्नो व्यक्तिगत मन्त्रको रूपमा पनि लिन सम्पूर्ण व्यक्तित्वहरूमा आग्रह गर्न चाहन्छु। तनाव केही होइन रहेछ। तनाव सिम्पल जीवन जिउने कलाको अभाव हो। हजुरले दुईजना व्यक्ति मानौ, नाम मिल्न गएमा क्षमा प्रार्थी छु, राम र श्याम भन्ने दुईजना व्यक्ति, उहाँहरूमध्ये रामलाई स्विमिङ खेल्न आउँछ, श्यामलाई पानी भनेपछि डर लाग्छ। रामलाई स्विमिङ खेल्न आउँछ, श्यामलाई पानी भनेपछि डर लाग्छ। दुवैलाई हामीले स्विमिङ पुलमा धकेलिदियौँ भने कसले इन्जोय गर्नुहुन्छ त्यहाँ? रामले। कसले त्यहाँको एक पल आनन्दसँग बिताउनुहुन्छ? रामले। कसलाई समय एकदम छोटो लाग्छ? रामलाई। कसले स्ट्रगल गर्नुपर्छ? श्यामले। कसलाई एकदमै पीडाको अनुभव हुन्छ? श्यामलाई। कसलाई त्यो समय एकदमै लामो जस्तो लाग्छ? श्यामलाई। कारण रामलाई स्विमिङ खेल्न आउँछ, श्यामलाई स्विमिङ खेल्न
आउँदैन। यसै गरी जीवन कसलाई बोझ लाग्छ? जसलाई जीवन जिउने कला आउँदैन। जीवन कसलाई एकदमै लामो जस्तो लाग्छ? जसलाई अझै पनि जीवन जिउने रहस्य थाहै छैन। कसलाई एकदमै छिटो जिन्दगी बिते जस्तो लाग्छ? जसको जीवनमा आनन्द नै आनन्द छ। यस नो? हजुरलाई मनपर्ने व्यक्तिसँग बस्दाखेरि समय बितेको नै थाहा हुन्न। यदि घरमा मन नपर्ने व्यक्ति आइदिनु भयो भने कतिखेर निस्किनुहुन्छ? कसैलाई स्टेसनमा कुरेर बस्नु पर्यो, रोडमा कुरेर बस्नु पर्यो, एयरपोर्टमा कुरेर बस्नु पर्यो भने समय घन्टौं जस्तो लाग्छ, कयौं दिन बिताए जस्तो लाग्छ। तर मुभी हेर्दा, हजुरलाई मन परेको काम गरिरहँदा चाडपर्वहरू कति छिटो बिते जस्तो लाग्छ। यस नो? हो कि होइन भन्नु त? मतलब जहाँ आनन्द छ, जहाँ खुसी छ, जहाँ शक्ति छ, जहाँ ऊर्जा छ, जहाँ चेतना जागेको छ, त्यहाँ तनावै छैन। तनाव कहाँ छ? तनाव 3 चीजमा लुकेको छ। हामीसँग सबैसँग सपना त धेरै छ, गर्नुपर्ने कामहरू पनि धेरै छन्, प्लानिङ छन्, योजनाहरू छन्। इभन समाजमा सेवा गर्न हामी खटिएका सेवकहरूका पनि प्लानिङ चलेको छ। हो कि नभन्नु त? जेसी सप्ताह भन्दै हजुरहरू पनि कति काम गरिरहनु भएको छ, या अरू कयौं सेवामूलक कामहरू गरिरहनु भएको छ। मतलब कन्टिन्युअसली प्लानिङ चलेको छ। गर्नु छ, धेरै समय छ, हामी सबैसँग सीमित। आफ्नो घर पनि हेर्नु पर्यो, परिवार पनि हेर्नु पर्यो, आफ्नो जब पनि हेर्नु पर्यो, सोसाइटी पनि हेर्नु पर्यो, साथीभाइ इष्टमित्र पनि हेर्नु पर्यो, आफन्ती नातेदार पनि हेर्नु पर्यो, चाडपर्व पनि मनाउनु पर्यो, बच्चा बच्ची पनि हेर्नु पर्यो, र सेवा पनि गर्नु पर्यो। भनेपछि समय त त्यही 24 घण्टाभित्र मिलाउनु पर्यो फेरि। अनि त्यो भित्र फेरि महत्त्वपूर्ण कामहरू छन्। फेसबुक चलाउनु पर्यो, युट्युब हेर्नु पर्यो, हामी मध्ये कतिलाई टिकटक भिडियो बनाउनु पर्यो, महत्त्वपूर्ण कामहरू छ अझै, हैन? सो यो गर्दा गर्दै समय त त्यही 24 घण्टा हो। गर्नु छ धेरै, समय छ हामीसँग सीमित, र हामी भित्र एनर्जी कम छ भने, हामी भित्र प्राण कम छ भने, हामी भित्र प्राण शक्ति कम छ भने के हुँदो रहेछ? तनाव हुँदो रहेछ। यो एउटा मेन रिजन। एन्ड अघि महेशजीले एउटा पोइन्ट उठाउनु भयो, हामीले आफ्नै बारेमा जानेकै रहेनछौँ, आफ्नो शरीरको बारेमा कहिले वास्तै गरेको रहेनछौँ, आफ्नै मनको बारेमा पुरै अनभिज्ञ छौँ, दुनियाँलाई बुझ्न खोज्छौँ। फेरि दुनियाँलाई गहिराईबाट पहिचान गर्नको लागि स्वयंलाई पनि त पहिले चिन्नु पर्यो। हामी टाउको नदुखेसम्म टाउको छ भन्ने कुरा त याद गर्दैनौँ। हो कि नभन्नु त? दाँत जुन दिन दुख्छ बल्ल थाहा हुन्छ, ए मेरो दाँत पनि छ है। पेट दुखेको दिन थाहा हुन्छ मसँग पेट पनि छ। यस नो? आफ्नै शरीरलाई त निहाल्न भ्याएको छैन, मन त झन् गइरहेको कुरा हो कि होइन? त्यही भएर जीवनको सबभन्दा महत्त्वपूर्ण उद्देश्य भनेको आफूभित्र एट एनी कस्ट ऊर्जा बढाएर, प्राण शक्ति बढाएर, शक्ति बढाएर, प्राण बढाएर मनलाई वर्तमानमा लिएर आउनु जीवनको पहिलो लक्ष्य हुनु पर्यो। हामी सबैको फर्स्ट गोल अफ आवर लाइफ शुड बी ब्रिङ योर माइन्ड टु दिस भेरी मोमेन्ट। यो क्षणमा लिएर आऊ, यो घडीमा लिएर आऊ, यो पलमा लिएर। अब कसरी ल्याउनु? हामी 7 स्तर मिलेर बनेका छौँ। एकचोटि रिपिट गर्नु ल हजुरहरू सबैले, हामी 7 स्तर मिलेर बनेका छौँ। शरीर, रिपिट गर्नु त सबैले मुस्कुराउँदै। शरीर, श्वास, मन, बुद्धि, चित्त, अहंकार, आत्मा। बोल्नु त सबैले फेरि। शरीर, श्वास, मन, बुद्धि, चित्त, अहंकार, आत्मा। इंग्लिश में भनौं, बॉडी, ब्रेथ, माइंड, इंटेलेक्ट, मेमोरी,
इगो, सोल। हामी जब तनावमा जान्छौँ, अब तनाव मनमा मात्रै नभएर यो सातै स्तरमा असर गर्दो रहेछ तनावले। आज हामी तनाव व्यवस्थापन भनेर जुन टपिक राखेका छौँ, तनावको साइन्स बुझ्न एकदमै जरुरी छ। जब शरीरमा तनाव हुन्छ, रोगको रूपमा बाहिर प्रकट हुन्छ। टाउको दुख्छ, जिउ दुख्छ, नसा दुख्छ, या शरीरको कुनै पनि अङ्गमा रोग लाग्छ, यसको अर्थ शरीरको लेभलमा स्ट्रेस हाई छ। जब श्वासको लेभलमा स्ट्रेस हुन्छ, हजुरको श्वास काट्न सुरु गर्छ, सास लिनै गाह्रो हुन्छ, सास खोल्न सुरु गर्छ, श्वासको लेभलमा तनाव बढ्न सुरु गर्छ। जब मनको लेभलमा तनाव जान्छ, क्ल्यारिटी केही कुरामा पनि आउँदैन। देयर इज नो क्ल्यारिटी इन लाइफ। जे गरिरहेका छौँ अन्धधुन्ध गर्छौँ। भिडले हिँड भने त भिडसँगै हिँड्छौँ खालि। क्ल्यारिटीका साथ म किन गर्दैछु, म के को लागि गर्दैछु, म वास्तविक मेरो उद्देश्य के। सो मनमा तनाव भयो भने त्यो देखिन्न। अर्को इन्टेलेक्टमा तनाव भयो भने, बुद्धिमा तनाव भयो भने के हुँदो रहेछ? मन्द बुद्धि, स्लो डिसिजन एन्ड कन्फ्युजन। यो इन्टेलेक्टमा स्ट्रेस भयो भने। त्यसै गरी इगो आफ्नो के अरे मेमोरीमा स्ट्रेस भयो भने, चित्तमा स्ट्रेस भयो भने नेगेटिभ कुरा मात्रै सबभन्दा बढी याद आउँछ। जीवनमा कति राम्रो पनि भएको छ, कति सुन्दर कुराहरू भएको छन्, तर बार बार नेगेटिभ कुराहरू चाहिँ याद आउँछ, नराम्रा घटनाहरू चाहिँ याद आउँछ। त्यसै गरी जब इगोमा स्ट्रेस हुन्छ, इगोको लेभलमा जब स्ट्रेस पुग्छ, हामी आफ्नो बारेमा मात्रै सोच्छौँ। त्यही भएर त्यस्तो व्यक्तिलाई कस्तो स्वार्थी रहेछ भन्छ नि भन्दैन। जो सेल्फिस एक्टिभिटिज गर्न सुरु गर्छ, ओन्ली मेरो विचार, मेरो ओपिनियन, मैले भनेको हुनुपर्छ, मेरो नाम हुनुपर्छ, मेरो नाम किन लिएन। हुनसक्छ कहिलेकाहीँ यस्तो कार्यक्रम गर्दा कसैको नाम छुट्न जान्छ, त्यतिखेर देखिन्छ इगोको लेभलको तनाव। मेरो नाम नलिने, मेरो नाम पछाडि लिने, मेरो नाम अगाडि लिने, सब यो चिजको कहिलेकाहीँ लडाई हुन्छ। द्याट इज इगोमा तनाव छ। के भयो नाम नलिएर के भयो त? सो वाट? त्यो एटिट्युडमा आउन सक्नु भने इगो नेचुरल छ, न्यूट्रल छ। त्यसै गरी जब सोलमा, आत्मामा यदि तनाव भयो भने, त्यो लेभलमा यदि तनाव भयो भने, नेपालीमा राम्रो शब्द छ त्यसको, दुखी आत्मा भन्छ। के भन्छौँ? दुखी आत्मा कसरी चिन्नुहुन्छ? हजुरको हाम्रो टोल छिमेक, समाज, काम गर्ने ठाउँ, नातेदार, इष्टमित्र, सराउन्डिङ कोही न कोही यस्तो इक्जाम्पल पक्कै पनि हजुरले देख्नुहुन्छ। जो व्यक्ति पानी पर्दा पनि गुनासो गर्नुहुन्छ, घाम लाग्दा पनि गुनासो गर्नुहुन्छ, हो, आफ्नो श्रीमती श्रीमानको पनि गुनासो गर्नुहुन्छ, छोराछोरीको पनि गुनासो गर्नुहुन्छ, सरकारको पनि गुनासो गर्नुहुन्छ, संस्थाको पनि गुनासो गर्नुहुन्छ, पदाधिकारीहरूको पनि गुनासो गर्नुहुन्छ। इन्टायर विश्वकै बारेमा कम्प्लेन बाहेक कृतज्ञता केहीमा देखिन्न। उहाँहरूलाई के भन्छौँ? दुखी आत्मा। सावधान है, हामी त त्यो क्याटेगोरीमा छैनौँ नि। जेमा पनि कम्प्लेन, जेमा पनि कम्प्लेन, जेमा पनि कम्प्लेन। सो वास्तवमा हुनुपर्ने के त? तनावबाट मुक्त हुने हो भने शरीर स्वस्थ हुनु पर्यो, शरीर एकदमै रोगमुक्त शरीर हुनु पर्यो। रोगमुक्त शरीर हाम्रो जन्मसिद्ध अधिकार। कम्पन रहित श्वास हुनु पर्यो, कन्फ्युजनबाट आजाद मन हुनु पर्यो, क्ल्यारिटी सहितको मन हुनु पर्यो, डिसिजन सार्प लिन सक्ने, स्ट्यान्ड डिसिजन लिन सक्ने इन्टेलेक्ट हुनु पर्यो, पोजिटिभिटीलाई होल्ड गर्ने मेमोरी हुनु पर्यो, सबलाई समेट्न सक्ने अहंकार हुनु पर्यो, र ह्याप्पी सोल हुनु पर्यो। दिस इज अब्जेक्टिभ, हाम्रो जीवनको मेन मूलभूत अब्जेक्टिभ। हाउ इज इट पोसिबल? कसरी पोसिबल छ? के गर्न सकिन्छ? 4 उपाय छन्। भन्नु त कति उपाय छन् रे? 4 उपाय छन्। नम्बर 1 सबभन्दा सजिलो उपाय भोजनबाट, खानाबाट। यो प्रकृतिमा खाना पनि 3 गुणले बनेका छन्, हाम्रो शरीर पनि 3 गुणले बनेको छ, र इन्टायर प्रकृति पनि 3 गुणले बनेको छ। सुनिरहनु भएको छ सबजना? सबको ध्यान यता, सबको ध्यान यता एकछिन। यस,
प्रकृति पनि 3 गुणले बनेको छ, हामी पनि 3 गुणले बनेका छौं, हाम्रो खानेकुराहरू पनि 3 गुणले भरिएका छन्। यो सिक्रेट जान्ने बित्तिकै हजुरको तनावको लेभल हेर्नु अहिलेबाट यो मोमेन्टबाट यस टाइमबाट गायब हुन्छ। तर सुनेर केही हुनेवाला छैन। सुनेर मात्रै छोड्ने हो भने हामीले जीवनमा त कति हजारौं ट्रेनिङ एटेन्ड गर्यौं। ट्रेनिङ गरेको 1-2 दिन जोस अलग हुन्छ, ट्रेनिङ गरेको 1 हप्ताभित्र जहाँ लाइफको त्यहीँबाट फेरि सुरु हुन्छ। किन भन्दा खालि सुन्ने काम मात्रै हो, जीवनमा उतार्ने काम भएन भने कुनै पनि ट्रेनिङ उपलब्धिमूलक हुन्छ। त्यही भएर म यहाँ जुन शब्दहरू भन्दैछु यी हजुरले एज अ च्यालेन्ज मात्रै पनि जीवनमा स्वीकार्नुभयो भने लेट्स सी के हुनेवाला छ। नम्बर 1, सात्विक भोजनको मात्रा बढाउँ। अब सात्विक भोजन भनेको के? हरियो सागसब्जी, फलफूल, वनस्पतिबाट प्राप्त खानेकुराहरू, पानी, शुद्ध पानीहरू। हामीलाई त पानी शुद्ध रुच्दैन। पानीलाई कार्बोनेटेड गरेको हुनुपर्छ, चिनी मिसाएको हुनुपर्छ, फ्रिजबाट निकालेको हुनुपर्छ, अन्त त्यो पानी मात्र रुच्छ हामी कतिलाई। तर सादा पानी हाम्रो शरीरमा कतिको गइरहेको छ। जस्तो अन्न खान्छौं त्यस्तै मन बन्छ, जस्तो पानी पिउँछौं त्यस्तै बानी हुन्छ। त्यही भएर हजुरले अन्न र पानी अत्यन्तै प्योर हुन जरुरी छ, सात्विक हुन जरुरी छ। अब तामसिक गुण भनेको हजुर सुत्न सक्ने गुण, राजसिक गुण भनेको हजुर काम गर्न सक्ने गुण, सात्विक गुण भनेको खुसी हुन सक्ने गुण। हैन, यो 3 गुणलाई हजुरले चिन्नु पहिले। तामसिक भनेको चाहिँ हजुरले निदाउन पर्ने एनर्जी, निदाउने गुण, निदाउने प्रक्रिया। तमस हटायो भने राति निद्रा लाग्दैन। एउटा तमस चाहियो। रजस भएन भने हात पनि चल्दैन, बोल्नु पनि आउँदैन, फेरि हिँडुल काम केही गर्न सक्दैन। रजस पनि चाहियो। अर्को सत्व भएन भने हजुर कन्सिस्टेन्सी हुन्न, कन्टिन्युटी हुन्न, निरन्तरता हुन्न, मुस्कान हुन्न, चमक हुन्न, तेज हुन्न, आफ्नोपन हुन्न, प्रेम अभिव्यक्त गर्न सकिन्न। त्यही भएर सत्व चाहिँ त्यो। जब तमस र रजसलाई ब्यालेन्स गर्छौं सत्व इन्क्रिज हुन सुरु गर्छ। अब हजुरको खानपान पनि तामसिक भयो, हजुरको म्युजिक पनि तामसिक भयो, हजुरको संगत पनि तामसिक व्यक्तिको भयो। जहाँ जतिखेर पनि तामसिक भोजन छ, तामसिक संस्कार छ, तामसिक इन्भाइरोमेन्ट छ, हजुरको तामसिक गुण इम्ब्यालेन्स हुन सक्छ। अनि के भनेको छ आयुर्वेदमा, डिप्रेसन इज नथिङ, इट्स अ इम्ब्यालेन्स अफ तमोगुण। हेर्नु त, तमोगुण इम्ब्यालेन्स भयो भने मानसिक रोग लाग्छ। अब हिजो आज मानसिक रोगको लागि मैले भनेर नै परेमा, हजुरले यो लकडाउनको पिरियडमा वर्ल्ड वाइड कोरोनाले जति मान्छे मरेन, सुसाइड गरेर कयौं मान्छे थाहा पाउनुभएको छ डाटा। नेपालमै लगभग 1600-1700 जति मान्छेले आत्महत्या गरेका छन्, जबकि कोरोनाले अहिलेसम्म डाटा पनि खासै क्लियर आएको छैन। हार्डली 300 प्लस पनि छ कि छैन। त्यो पनि कोरोनै लागेर डेथ भएको हो कि हैन थाहा छैन। यस नो, वर्ल्ड वाइडको डाटा हेर्यौं भने यो 5 महिनाभित्र 8 लाख भन्दा बढी व्यक्तिहरूले आत्महत्या गरेका छन्। 8 लाख भन्दा बढी व्यक्तिहरू भनेपछि आज जीवन कति सस्तो भयो हैन। आजभन्दा 20 वर्ष अगाडि यस्तो सुनिन्थ्यो आत्महत्याको विषयमा? नराटी भन्नु त सुन्नुहुन्थ्यो यस्तो। आज हजुर र म अहिले कुरा गरिरहँदा कति व्यक्ति झुमिने प्लान गर्दैछन्, कति झुमिँदैन। यति सस्तो जीवन भयो किनकि प्रेमै छैन। आफ्नै शरीरलाई प्रेम गर्न सक्दैनौ। जसले आफूलाई प्रेम गर्दैन उसैले त हो नि आफूलाई हत्या गर्ने, हैन? नराटी भन्नु हो कि न भन्नु त। आफूलाई टर्चर कसले दिन्छ? जब प्रेमको कमी हुन्छ, जब आफ्नै सम्मानमा कमी हुन्छ, जब आफैले आफैलाई रेस्पेक्ट दिँदैनौ, जे पाए त्यही खान सुरु गर्छ, जे पाए त्यही गर्न सुरु गर्छ, यो शरीरलाई टर्चर दिन सुरु गर्छ, नशालु पदार्थहरू सेवन गर्न सुरु गर्छ। किन? प्रेमै छैन आफूप्रति, न त आफूप्रति न त परिवारप्रति। त्यही भएर पहिलो काम प्लिज
तामसिक भोजन, तामसिक संगत, तामसिक म्युजिक, तामसिक इन्भाइरोमेन्टबाट कहिले बचौँ। म्युजिक पनि तामसिक हुन्छ हैन, हजुरको सराउन्डिङ पनि तामसिक हुन्छ। हजुर हेर्नु त, हजुरको उठ बस कोसँग छ? खुसी व्यक्तिसँग, जीवन जानेको व्यक्तिसँग, जीवनलाई प्रेम गर्ने व्यक्तिसँग, या जतिखेर पनि नेगेटिभिटी कुरा गर्ने व्यक्तिसँग। त्यही भएर पतञ्जलि ऋषिले आजभन्दा हजारौं वर्ष अगाडि क्लियरली मेन्सन गरिदिएको कुरा हो, यो संसारमा 4 प्रकारका व्यक्तिहरू छन्। यी 4 प्रकारका व्यक्तिसँग डिल गर्न जान्यौ भने जस्तो सुकै अवस्थामा पनि आफू गदगद हुन सक्छौं। पहिलो व्यक्ति भनेको खुसी व्यक्ति, दोस्रो व्यक्ति भनेको दुखी व्यक्ति, तेस्रो व्यक्ति भनेको राम्रो काम गर्ने व्यक्ति, चौथो व्यक्ति भनेको नराम्रो काम गर्ने। खुसी व्यक्तिसँग के गर्नु पर्यो? जसरी हुन्छ उसलाई साथी बनाएर छोड्नु। दुखी व्यक्तिलाई झुक्केर पनि साथी बनाउनु भएन जीवनमा। बी कम्प्यासनेट भनेको छ करुणा गर्ने, दया गर्ने, तर तिनीहरूलाई साथी नबनाउनु। के गर्ने रे? हेल्प गर्ने, करुणा गर्ने, दया गर्ने, तर उठ बस जतिखेर पनि त्यही गर्न थाल्यो भने उल्टै उसको एनर्जी हाई हुन्छ, तपाईलाई पनि त्यही खाडीमा ल्याउँछ। हजुरले प्लेनमा चढ्दाखेरि फर्स्ट इन्स्ट्रक्सन जब एयर होस्टेसले अगाडि आएर बेल्ट देखाइन्छ, त्यो सुरुको इन्स्ट्रक्सन हुन्छ नि, त्यहाँ एक लाइन बोलेको हुन्छ, सुन्नुभएको छ, याद गर्नुभएको छ पक्कै पनि। यदि केही गरी जहाजमा अक्सिजनको मात्रा कमी भयो भने मास्क तल लिएर पहिले आफूलाई लगाएर अनि छेउको व्यक्तिलाई सहयोग गर्नु होला भनेको हुन्छ हैन। त्यहाँ के मेसेज दिएको छ भने त पहिले त हजुर बचेन अरूलाई बचाउनुहुन्छ, हजुर स्ट्रङ भएन अर्कोलाई तान्न सक्नुहुन्छ। अब दुखीसँग उठ बसै गर्न थाल्नु भयो भने त हजुरलाई पनि दुखी बनाइन्छ। त्यही भएर के गर्ने? उसलाई केयर गर्ने, दया गर्ने, तर साथी नबनाउने। अब राम्रो काम गर्ने व्यक्तिहरू, तिनीहरूसँग यदि निकट फिल गर्नु भएन, आफ्नोपन फिल गर्नु भएन, उसको नजिक जानु भएन भने हजुरलाई जेलसी हुन्छ, भित्रबाट ईर्ष्या जाग्न थाल्छ। यो सङ्घ संस्थामा धन बढी हुन्छ है, याद गर्नु हजुर। एक अर्कामा अत्यन्तै ईर्ष्या हुन्छ, यसको पालामा, त्यसका पालामा, यसको पालामा, त्यसका पालामा सबभन्दा बढी चक्कर हुन्छ। मैले किन गर्ने, मैले गरे उसको नाम आउँछ, त्यसले गरे त्यसको नाम आउँछ, उसलाई बम्बरी हत्या गरेर किन गर्ने। यो सबै राम्रो कामको लागि, राम्रो काम गर्ने व्यक्तिलाई सपोर्ट नगर्ने बित्तिकै के हुन्छ? भित्रबाट ईर्ष्या जागेर आउँछ। त्यही भएर फिल वननेस, जो राम्रो काम गरिरहेका छन् उनीहरूसँग आत्मीयता महसुस गरौँ। एन्ड नराम्रो काम गर्ने व्यक्तिहरूसँग एजुकेट एन्ड इग्नोर, डाइरेक्ट अर्डर्स, सम्झाऊ एन्ड छोड्नु। हजुर टाउकोमा बोकेर नहिँड्नु त्यस्ता व्यक्तिहरू। एजुकेट एन्ड इग्नोर, सम्झाउनु, हजुरले स्किलले भ्याएसम्म बुझाउने प्रयत्न गर्नु, तर छोडेर निस्किनु त्यस्तो। भनेपछि यो 4 प्रकारको व्यक्तिलाई डिल गर्नको लागि पहिले हजुरभित्र पनि त सत्य जाग्नु थियो। हजुरबाट तमसबाट त पहिले आजाद हुनु। त्यही भएर खानामा तमस हटाऊ। अब रजस खाना धेरै, अब राति निन्द्रा लागेको राम्रो हो नि, तर हजुर मिटिङमा बस्दा निन्द्रा लाग्यो भने बिजोग भएन र लाइफ? काम गर्ने ठाउँमा निन्द्रा लाग्यो भने लाइफ बिजोग भएन? इम्पोर्टेन्ट असाइनमेन्ट गर्दै हुन्छ, प्रोजेक्ट गर्दै हुन्छ, आइरहेको जीवन त बहुत दुःखदायी हुने भयो त्यसपछि। त्यही भएर अनवान्टेड तमस इज डेन्जरस। मैले चाहेको बेलामा निन्द्रा आओस्, द्याट इज बेस्ट। त्यसै गरी तमस भयो, अब रजस, रजस नभए न काम गर्न सकिन्छ न केही, उत्साह नै हुन्छ फेरि। तर रजस इम्ब्यालेन्स भइदियो भने फेरि अर्को प्रब्लम। एक ठाउँ शान्त भरै बस्न सकिने, एक कुर्सीमा एकछिन बस्न सकिने, घरि ढाड सिधा, घरि कुप्री, घरि लाई डाउन, घरि उठेर हिँड्छौँ, घरि यता छटपटिन्छौँ, आधी घन्टा एक ठाउँमा बस्नु पर्यो भने धुवा निस्किन्छ। द्याट इज इम्ब्यालेन्स अफ रजस। हातमा डट पेन छ भने त्यो डट पेनको टुप्पो नभाँचिदासम्म किचिकिची गरेर देख्नुपर्छ। कोही कोही त्यस्तो थाहा पाइहाल्नु, हजुरले कसैको हातमा डट पेन छ र किचिकिची भइरहेछ भने
बिचरा तनावमा हुनुहुन्छ। केमा हुनुहुन्छ? तनावमा हुनुहुन्छ। कोही व्यक्ति चौरमा बसेर गफ गरेको छौँ भने सडनली दुबोमाथि अत्याचार गर्न थाल्नुहुन्छ। चुडेको छ चुडेको छ, चुडेको छ चुडेको छ, दुबोमाथि आफ्नो फ्रस्ट्रेसन निकाल्नु। हाइपर एक्टिभ हुन जरुरी छ, तर हाइपर एक्टिभ भयो भने अगेन इम्ब्यालेन्स अफ रजस। बुझ्दै हुनुहुन्छ है? इन्ट्रेस्टिङ छ या बोरिङ छ? नत्र भगाउँछु यो च्याप्टर। इट्स रियल। हजुर साँच्चै जीवनमा तनाव हटाउने पनि यो बाहेक अरू विकल्पै छैन। सुनेर र त्यो लेक्चर सुनेको भरमा त तनावको घट्ने गर्छ। यो चाहिँ जीवनमा पहिले उतार्न जरुरी, प्र्याक्टिकली उतार्नु जरुरी। थोरै मुस्कुराइदिनु न अलिकति। थोरैजनाले स्क्रिन अन गर्नुभएको छ, त्यहाँ माथि हजुर पनि खुस पर्नुभयो भने म के उत्साहले बोल्ने। मनै परेन भने पनि मुसुक्क मुस्कुराइदिनु, ताकि म बोलुन्जेल पुरा फुल एनर्जीका साथ बोलौँ, हैन? ओके। एन्ड जो व्यक्तिमा रजस इम्ब्यालेन्स हुन्छ, अर्को चिज हजुरले हेर्नु न, जस्तो टिभी हेर्न बस्नुभयो भने एउटा च्यानलमा अड्किनुहुन्न, 2 मिनेट भन्दा बढी एउटा च्यानल टिकेछ भने त अनि भन्नु। घरमा कोही व्यक्ति च्यानल चेन्ज गरेको गरे हुनुहुन्छ भने थाहा पाउनु आज मलाई तनाव छ। यस, युट्युबमा भिडियो 2 मिनेट हेर्न भ्याउनुहुन्न, फेरि अर्कोमा जानुहुन्छ, फेरि अर्कोमा, फेरि अर्कोमा, कुनै पनि चिजमा स्थिरता हुन्न। दिस इज द इम्ब्यालेन्स अफ रजस। अब यो रजस भनेको के हुन्छ त? खानेकुरा भन्दा तारेको, भुटेको, फ्राई गरेको एन्ड जति पनि डेरी प्रोडक्टहरू, मिठाई प्रोडक्टहरू, सुगरवाला प्रोडक्टहरू, यो सबै राजसिक खानामा पर्छ। त्यही भएर हजुर राजसिक गुण ब्यालेन्स गर्ने हो भने यो भोजनलाई कन्ट्रोल गर्न जरुरी छ, एक्सरसाइज गर्न जरुरी छ। अब हजुरलाई हाइपर एक्टिभ हुनुहुन्छ, हजुर आधी घण्टा जगिङ गर्नु त, त्यो चञ्चलपन रिल्याक्स हुन्छ। यस, सूर्य नमस्कार गर्नु, 10 मिनेटमा हजुरको पुरै रजस सेटल डाउन। एन्ड जब यो तमस र रजस ब्यालेन्स हुन्छ, सत्व हाई हुन सुरु हुन्छ, सात्विक एनर्जी हाई हुन सुरु हुन्छ। सात्विक एनर्जी के हो? वाउ भन्ने सत्वपन। हजुरलाई हुन्छ नि कुनै कुनै दिन उठ्ने बित्तिकै वाउ लाग्छ, इभिनिङ एकछिन बादल हेरेर एकछिन वाउ, द्याट इज सत्व, सत्व एनर्जी। यो अडियो हुन्थ्यो, यो समय नसक्ति हुन्थ्यो, यो पल यत्तिकै अडियो हुन्थ्यो, द्याट इज सत्व पल लाइफ। यस नो? त्यसै गरी जब हजुर यो एबिलिटी आयो कि एनी मोमेन्ट, एनी टाइम, एनीवेयर हजुर सत्व मोडमा बस्न सक्नुभयो भने अब त्यसको लागि के गर्नुपर्छ? सात्विक भोजन गर्न जरुरी छ, सात्विक संगीत सुन्न जरुरी छ, सात्विक एनर्जीसँग बस्न जरुरी छ। एम आई अडिबल? आवाज आइरहेको छ, थोरै भिडियो ल्याप्सिङ हुँदैछ मेरोबाट, इन्टरनेट फ्लक्चुएट भयो जस्तो फिल भइरहेको छ। अडियो क्लियर छ एभ्रीबडी? ओके। त्यही भएर प्लिज टेक केयर अफ योर फुड। यदि हजुर साँच्चै जीवनमा अहिले मेरो जीवनमा रूपान्तरण चाहियो भन्नुहुन्छ भने 90% हजुरको जिन्दगी खानाद्वारा सञ्चालित, खानाद्वारा सञ्चालित। एक चिज भन्नु त, बिरामी भएको बेलामा यति सानो यो पिलको टुप्पा जत्रो औषधिले त हजुरलाई भित्र त्यति हलचल उत्पन्न गर्छ भने यति सानो औषधिको बारेमा, यति सानो औषधिले त हजुरको जीवनमा त्यति परिवर्तन ल्याउँछ भने बिहानदेखि बेलुकासम्म लगभग 3 किलो खाना खान्छौँ हामी। पानी शुद्ध जोड्यो भने 5-7 किलो खान्छौँ। तिमीले भित्र गएर केही गर्दैन होला त? घरसरी गर्दैन होला। त्यही भएर जिब्रो पड्काउने भोजनको पछाडि लाग्नु हो भने जिन्दगी सड्किनेवाला। त्यही भएर स्वादवर्धक मात्रै नभएर स्वास्थ्यवर्धक खाना खाऊ। यसको अर्थ एकदम रुखा सुखा भनेको होइन, तर हजुर प्लिज टेक केयर अफ खाना चाहिँ खुब केयर गर्नु होला। 4 चिज छोड्दिनु यदि हजुर जीवनमा साँच्चै चेन्ज चाहनुहुन्छ। नम्बर 1, मैदाबाट बन्ने सबै परिकार जीवनमा काट्नु, झुक्किएर पनि नखानु, 1% सर्भाइभलको लागि छोड्दिनु। ट्राभलिङमा हुनुहुन्छ, बाँच्नको लागि मात्रै खानु पर्यो, अरू कुनै उपाय नै छैन, इट्स ओके। त्यो जिन्दगीभर हुन्न, 1% त्यसलाई छुट्याउनु, सर्भाइभलको लागि। नम्बर 2,
सुगर एन्ड सुगर प्रडक्ट। अब यहाँ अलिअलि दिमाग घुम्न सक्छ, यो त धेरै नै पर्छ। तर अब सुगर एकदम गुलियो त मनपर्छ हामीलाई। अब चिनीको गुलियोको साटो हामी बेलीको गुलियो खाऊँ, गुडको गुलियो खाऊँ, मह खाऊँ, नेचुरल गुलियो खाऊँ। यस, बट सेतो चिनी चाहिँ जीवनबाट डिलिट गरिदिनु, डिलिट गरिदिनु। भेटिन्छ यदि ब्राउन खालको भेटिन्छ, इट्स फाइन, ओके। नत्र जागिरी अथवा गुण सबभन्दा बेस्ट हो, एकदमै बेस्ट। यस, एन्ड देन तेस्रो प्याक्ड फुड, जति पनि प्रिजर्भ गरेर राखेको खानेकुराहरू हुन्छ, यो कहिले काहीँ त्यही सर्भाइभलको लागि मात्रै, नट फर डेली फुड। एन्ड लास्ट वान, एनिमल प्रोडक्ट। यदि बिरामी हुनुहुन्छ भने, कुनै पनि प्रकारको बिरामी छ हजुरको शरीरमा, मनमा भने माछा, मासु, दुध, दही, मही, घिउ परैबाट दर्शन गर्ने बानी गरौँ, भित्र नहालौँ। यस, यदि बिरामी हुनुहुन्छ भने। यति मैले भनेको चिज हजुर आजबाट स्टार्ट गरेर 1 महिना मात्रै जीवन जिएर हेर्नु, हजुर आफै सरप्राइज हुनुहुन्छ, छक्क पर्नुहुन्छ हजुरको जीवनमा के हुन सक्छ। तर गर्नु पर्यो। गर्नको लागि प्यासन चाहिन्छ, कमिटमेन्ट चाहिन्छ, प्रतिबद्धता चाहिन्छ। इमोसनल व्यक्तिलाई गाह्रो छ, देखेपछि खाउँ खाउँ लागिहाल्छ, हैन र? सुनेपछि खाउँ खाउँ लागिहाल्छ। जसको लाइफ इमोसनल बेस छ, मलाई साँच्चै कुनै पनि कुरा जीवनमा उतार्नलाई च्यालेन्जै छ, गाह्रो नै। त्यही भएर कमिटमेन्ट बेस्ड जीवन जरुरी छ, कमिटेड हुन जरुरी छ। म यो गर्छु भनेपछि गरिरहेको। यस, नो। त्यही भएर खानाको बारेमा बोल्न थाले भने म 3 दिन पनि कन्टिन्यू बोल्न सक्छु। सो यति हो थीममा मैले 4 लाइनमा भने, सात्विक गुण भएको खाना बढी खाऊ, फलफुल धेरै खाऊ। हजुरले धेरै लगानी पनि गर्नु पर्दैन, तामसिक फुडमा गर्ने लगानी फलफुलमा इन्भेस्ट गर्नु। 1 कार्टुन बिस्कुट ल्याएर राख्ने ठाउँमा 1 कार्टुन स्याउ ल्याएर राख्ने। लेट्स सी घरमा के वातावरण हुन सक्छ। भोक लाग्यो कि फ्रुट्स खाने बानी होस् कि, भोक लाग्यो कि ड्राई फ्रुट्स झिक्नुको साटो, भोक लाग्यो कि कार्बोनेटेड ड्रिंक्स पिउनुको साटो, नेचुरल खाऊ न, नेचुरल खाऊ। जुस खानु, घरमा मेवाको जुस बनाएर खानु, या त्यसको जे बनाएर खान सक्छौ, दुधमा मिलाएर बनाएर खानु, या के आइटम बनाएर खानु मन छ, नेचुरल सोर्सबाट खानु। यस, नो। लेट्स सी कतिको गर्न सक्नुहुन्छ, नम्बर 1। एन्ड नम्बर 2, हजुर तनावबाट मुक्त हुने हो भने, जीवनमा साँच्चै आनन्दको जीवन जिउने हो भने खूब सुतौं, खूब सुतौं। तर राति, कहिले? राति सुतौं। 10 बज्दा हजुर सुत्ने, 4 या 5 बजे उठ्ने, यो धरतीका अत्यन्तै भाग्यमानी व्यक्तिहरूले गर्ने क्रियाकलाप। 10 बज्दा निदाउने, 4 देखि 5 बज्दा उठ्ने। अब हजुरले जे पनि गर्न भ्याउनुहुन्छ, यदि यति गर्नुभयो, हजुरलाई राति सुत्न नदिने सबभन्दा प्यारी या प्यारो यही त हो नि। श्रीमती भन्दा प्यारी, श्रीमान भन्दा प्यारो, छोराछोरी भन्दा प्यारी प्यारो, होइन र? अङ्गालोमा सुतिरहेको हुन्छ मोबाइल, टोयलेटमा सुत्न छोड्दैन, मोबाइल त टोयलेट पनि जान्छ, त्यही मोबाइल बाथरुममा जान्छ, त्यही मोबाइल किचनमा जान्छ, त्यही मोबाइल पूजा कोठामा जान्छ, त्यही मोबाइल एभ्रिवेयर। एक दिन मोबाइल नबोकिकन हेर्नु त हजुरलाई के छैन जस्तो हुन्छ। किन यो हातलाई तनाव दिने बानी भइसक्यो कि, त्यो हातमा केही न केही बोकेकै हुन्छ। झोलामा पनि हातमा बोक्दैन, एटलिस्ट दिदी बहिनीहरू त कमसे कम झोलामा बोक्नु, हैन? तर पनि अब अलि महँगो ठुलो छ भने त देखाउन बाहिर पनि बोक्छ। रमाइलो गर्दै चाहिँ माफ गर्नु होला। सो प्लिज, जति नै इम्पोर्टेन्ट काम छ भने पनि राति सुत्ने र बिहान गर्ने आदत डेभलप। हाम्रो जेनरल माइन्डको टेन्डेन्सी हुन्छ अहिले सकौँ भने रिल्याक्स गरेर सुत्छौँ भन्छौँ र माइन्डलाई टर्चर दिन सुरु गर्छौँ। नगरौँ त्यस्तो। सेभ योर माइन्ड एट एनी कस्ट। 10 बजेर सुत्ने ह्याबिट बिल्डअप गरौँ। त्यति गाह्रो छ र यो?
स्टार्ट गर्ने हो भने तुरुन्तै आजैबाट अहिलेबाट गर्न सकिन्छ। सायद हामी मध्ये कतिले जी नै रहेको हुन सक्छ जस्तै गरी। अनि त्यसै गरी तेस्रो श्वासमा ध्यान। श्वास र भावनाको गहिरो सम्बन्ध छ। हजुर हामी रिसाउँदा श्वासको गति अलग हुन्छ, मुस्कुराउँदा अलग हुन्छ, प्रेममा हुँदा अलग हुन्छ, मनपर्ने व्यक्ति हुँदा अलग हुन्छ, मन नपर्ने व्यक्तिसँग बस्नु पर्यो भने सास फेर्न गाह्रो हुन्छ। कतिले त भन्छौँ पनि यसको अगाडि त सासै फेर्न सक्दिनँ, धारा किर्छौँ कहिले। यस नो, किनकि भावना र श्वासको डाइरेक्ट कनेक्सन छ। तर बच्चादेखि हामीले सुन्दै आएको के हो, नरिसाउनु भन्ने सुन्यौँ, तर कसरी नरिसाउने प्र्याक्टिस गरेनौँ। ध्यान दिएर पढ भन्ने डाइलग खुब सुन्यौँ, हामी पनि बच्चालाई खुब भन्छौँ, तर कसरी ध्यान दिने न त गऱ्यौँ न त गरायौँ। टेन्सन नलिनु सब ठिक हुन्छ भन्ने आदत त गऱ्यौँ, तर कसरी नलिने, टेन्सनबाट मुक्त हुने कसरी प्र्याक्टिस गरेनौँ। तर यसको पुरै रहस्य श्वाससँग लुकेको रहेछ। यो धरतीमा आउने बित्तिकै हामीले गरेको पहिलो काम श्वास लिने, आखिरी काम श्वास छोड्ने हो कि नभन्नु त। पहिलो काम के गर्नुभयो धरतीमा आउने बित्तिकै? श्वास तान्यौँ। आखिरी काम के गर्छौँ? श्वास छोड्छौँ। एन्ड श्वास र लिनु र छोड्नुको बीचको लाइफ होल जिन्दगी हो भने दिनमा कतिचोटि याद गर्नुहुन्छ म श्वास फेरिरहेको छु भनेर? ननाचिकन भन्नु त। हाउ मेनी टाइम्स डु यु रिमेम्बर एक्चुअली आई एम ब्रिदिङ भन्नु? याद आउँछ? हामी मध्ये कतिले त डक्टरले लामो श्वास तान्नु भन्दा बल्ल तान्नु। लामो श्वास पनि झुक्केर जीवनमा कहिलेकाहीँ तान्छ। त्यही भएर प्लिज अक्सिजनको कमी भयो भने तनाव हुन्छ। हिजो आज त झन् यो पेन्डेमिक स्थितिमा हजुरको इम्युनिटी हाई गराउने नै लङ्स हो नि, होइन? श्वास प्रश्वासको माध्यमबाट पनि हजुरले आफ्नो इम्युनिटी बिल्डअप गर्न सक्नुहुन्छ। एन्ड लङ्समै एट्याक गरिरहेको छ, ब्रेथमै एट्याक गरिरहेको छ कोरोनाले। त्यही भएर हजुरले प्राणायाम गर्न जरुरी छ, ब्रिदिङ एक्सरसाइज गर्न जरुरी छ, लङ्स क्यापासिटी बढाउन जरुरी छ। नत्र यदि हजुर लङ्सको एक्सरसाइज गर्नुहुन्न भने लगभग 30% मात्रै लङ्स काम गरिरहेको छ, बाँकी लङ्स त सुतेर बसिरहेको। त्यही भएर श्वास प्रश्वासको एक्टिभिटी गर्न जरुरी छ, प्राणायाम गर्न जरुरी छ। 80% विकार तत्त्व श्वासबाट बाहिर फ्याँक्न सकिन्छ। 80% विकार तत्त्व फ्याँक्ने श्वास यदि 30% मात्रै चलिरहेछ भने त बिजोक्सलाई। यस नो? त्यही भएर आजैबाटै अहिलेबाटै सिक्नु भएको छ, प्र्याक्टिस गर्नु। सिक्नु भएको छैन, सिक्नु। जान्नु भएको छ, कन्टिन्युटी गर्नु। हजुरले आर्टलिङको कोर्स यदि कुनै पनि गर्नुभएको छ भने प्लिज एभ्री डे बिहान 5:15 बजे मैले नै लिडिङ गरेर साधना गराइरहेको छु। जोइन अनलाइन हो, भर्चुअल हो, हजुर जोइन गर्नु। ओके, हजुरले त्यहाँ पर्सनल च्याट बक्समा लेख्नुभयो भने हजुरलाई के लिङ्क पठाइदिनुहुन्छ, अन्त चाहिँ हजुरले लिङ्क पठाइदिनु। यदि हजुर मात्रै कोर्स गरिसक्नु भएको हुनुहुन्छ भने। हजुर जसले ट्रेनिङ गर्नुभएको छैन 8 दिनको भने 4 दिनको ह्याप्पिनेस कोर्स आएर एकचोटि गर्नु त। हजुर जसले गरिसक्नु भएको छ आएर रिपिट गर्नु। लेट्स सी, लेट्स एक्सपिरियन्स सुदर्शन क्रिया एन्ड प्र्याक्टिस सुदर्शन। यसले जीवनलाई चमत्कारी परिवर्तन गर्छ। एन्ड चौथो हो मेडिटेसन। खाना, निद्रा, श्वास एन्ड शान्त मन, मेडिटेटिभ स्टेट अफ माइन्ड। दिनको कति मिनट ध्यान गर्नुहुन्छ, कति पटक गर्नुहुन्छ? सोध्नु त एकचोटि आफैलाई। झुक्केर कहिलेकाहीँ या रेगुलर? प्लिज, विदाउट मेडिटेसन अबको लाइफ अगाडि बढाउन गाह्रो छ। त्यही भएर मेडिटेसन अब पेसन होइन, इट्स अ निड। अब कम्पल्सन, अब त एकदमै मेडिटेसन अपरिहार्य भइसक्यो। हजुरले दिनको 20 मिनट मात्रै ध्यान गर्न सुरु गर्नुभयो भने हजुरलाई 2 घण्टा 3 घण्टा सुते जस्तो बडीले एनर्जी गेन गर्छ। त्यही भएर सब ध्यान गरौँ, मेडिटेसन गरौँ। त्यही अघि भनिसके, सिक्नु भएको छ प्र्याक्टिस गरौँ, सिक्नु भएको छैन सिक्न आऊ, सिकौँ। हामी जेसिसहरू ट्रेनिङमा विश्वास गर्छौँ, होइन? यति धेरै ट्रेनिङ कन्डक्ट गर्छौँ, आफ्नो लागि पनि थोरै समय निकालेर आफ्नो माइन्डलाई, ब्रेथलाई एकचोटि ट्रेन गरौँ न। इन्टेलेक्टलाई सायद हामीले धेरै ट्रेन गरौँ, सिपमूलक तालिम पनि सायद धेरै नै कन्डक्ट गरौँ। अब साँच्चै आफ्नो मनलाई
एकचोटि कन्ट्रोल गर्ने प्र्याक्टिस हामी पनि गरौँ, अरूलाई पनि गरौँ प्र्याक्टिकली। यस नो? यति गर्यौँ भने एज अ होल तनावको व्यवस्थापन हुनेवाला छ। यो मनको टेन्डेन्सी कि त पास्टमा जान्छ कि त फ्युचरमा जान्छ, कि त पास्टमा जान्छ कि त फ्युचर, कि त पास्टमा जान्छ कि त फ्युचर। अहिले यहाँ मलाई सुन्दा सुन्दै हजुर हामी कति योजना बनाइसक्यौँ। यु आर कन्स्टेन्टली प्लानिङ 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 प्लानिङ। एन्ड जो व्यक्ति भविष्यमा बाँच्नुहुन्छ उहाँको एक दुईवटा सिम्पटम्स छ। इमोसनली हेर्नु है हजुरले, उहाँ एकदम जडतामा हुनुहुन्छ। कहिलेकाहीँ घरमा हामीले भनेका छौँ या हामीले सुन्नु परेको छ होला, कस्तो जड व्यक्ति हो, कहिलेकाहीँ त कम्प्युटर छोडेर टाइममा खाना खान आयो हुन्थ्यो भनेर सुन्नुभयो। या हामीले भन्छौँ होला घरमा को आयो मतलब छैन, चाडपर्व मतलब छैन, शनिबार मतलब छैन, जतिखेर पनि कम्प्युटर, जतिखेर पनि ल्यापटप, जतिखेर पनि मोबाइल, जतिखेर पनि अफिस, जतिखेर पनि काम। अरे यो के हो? यो व्यक्ति खाली फ्युचरमा बाँच्नुहुन्छ। त्यही भएर कन्स्टेन्टली प्लानिङ चलेको हुनाले व्यस्तको व्यस्तै हुनुहुन्छ, घरमा के भइरहेछ पनि थाहा हुँदैन। त्यही भएर जडता, इन्सेन्सिटिभ, आफ्नो खुसीप्रति पनि अरूको खुसीप्रति पनि। अनि भविष्यमा बढी बाँच्ने व्यक्तिहरू लोभी हुन्छन्। लोभ हुन्छ किनकि जब प्लानिङ धेरै हुन्छ लोभ धेरै भइहाल्छ। अनि जब लोभ हुन्छ हेर्नु है, अब लोभको कनेक्सनको धागो कहाँसम्म छ? जब हजुरले जे चाहनुभएको त्यो अरूले प्राप्त गरेको हजुरले देख्नुभयो भने ईर्ष्या हुन्छ। हजुरले प्लानिङ गरिरहनु भएको थियो, अर्कोले हासिल गरिसक्यो, भित्रबाट के हुन्छ? जेलसी, ईर्ष्या। अनि मैले जे प्लान गरिरहेको छु ला भविष्यमा हुन्छ कि हुन्न, डर, चिन्ता। हेर्नु त एकचोटि भविष्यमा बाँच्दा के हुँदो रहेछ? टोटली नेगेटिभ इमोसन जति सबै एकैमा जम्मा हुँदो रहेछ। अनि भविष्यमा बाँच्ने व्यक्ति सबभन्दा बढी हाम्रो 5वटा ज्ञानेन्द्रियहरू छन् नि, 5 ज्ञानेन्द्रिय, 5 सेन्सेसको अत्यधिक प्रयोग गर्न खोज्छन्। सेन्सरी प्लेजरमा हराउन खोज्छन्। अत्यधिक खानुपर्ने, अत्यधिक सुन्नुपर्ने, अत्यधिक स्पर्श चाहिने। सो एभ्री 5 सेन्सेस चाहिँ फ्युचरमा बाँच्ने व्यक्तिहरूमा बढी देखिन्छ। अनि त्यसैले यदि जो व्यक्ति कन्स्टेन्टली पास्टमा बाँच्छ उहाँको के देखिन्छ? अरूको बदलेको व्यवहार देखेर घृणा। कोही न कोही त बदलेको हुन्छ। हजुरलाई पहिले जस्तो व्यवहार गर्दैन, उप्रति के हुन्छ? घृणा जाग्छ। अरूको गल्ती देख्यौँ रिस उठ्छ, झन् भित्र रिस जागेर आफ्नो गल्ती याद आउँछ, पश्चाताप हुन्छ। आफूले अहिलेसम्म के कमाए, आफूसँगको उपलब्धिलाई हेऱ्यो भने इगो बढ्छ, अहंकार बढ्छ, अनि एट्याचमेन्ट बढ्छ। अनि आफ्नो आइडेन्टिटी, म त यति पढेको, म त यस्तो हो, या त मैले यो ट्रेनिङ गरेको छु, इगो बढ्छ। अनि त पास्टमा गयो भने के हुँदो रहेछ? मन फ्युचरमा जाँदा के हुँदो रहेछ? मनको स्वभाव 1 सेकेन्डमा यता जान्छ, 1 सेकेन्डमा यस्तो हुन्छ। त्यसै कन्स्टेन्टली यता जाँदा 5-7वटा नेगेटिभ इमोसन, यता जाँदा 5-7वटा नेगेटिभ इमोसन। जतिखेर हेऱ्यो अनुहार कागती निचेर जस्तो देखिन्छ, जतिखेर हेऱ्यो निधार खुम्चेकै हुन्छ, जतिखेर हेऱ्यो आँखा पुरै तनावले झल्किरहेको हुन्छ। त्यो कारणले मनको स्वभाव हो पास्ट र फ्युचरमा जाने। हाम्रो जिम्मेवारी हो मनलाई वर्तमानमा ल्याउने। भागवत गीता झुक्किएर पनि सुन्नुभएको छ भने, पढ्नुभएको छ भने, भागवत गीतामा श्री कृष्ण भगवानले अभिव्यक्त गरेको एक लाइन छ, मनको स्वभाव हो पास्ट र फ्युचरमा जाने, हाम्रो जिम्मेवारी हो वर्तमानमा लिएर आउने। एट एनी कस्ट सेभ योर माइन्ड, दिस इज कल्ड स्वधर्म। किनकि पास्ट र फ्युचरमा गयो कि यो परेशान हुनेवाला छ, दुखी हुनेवाला छ, पीडित हुनेवाला छ। त्यही भएर यसलाई जसरी हुन्छ कहाँ ल्याउनु पर्यो? वर्तमानमा लिएर आउनु पर्यो। वर्तमानमा लिएर आउन हजुरसँग 4वटा प्रपर्टी मात्रै छ हजुरसँग वर्तमानमा। ध्यान दिएर सुन्नु होला के छ हजुरसँग। एभ्री प्रेजेन्टमा हजुरसँग यो 4 चिज हुन्छ। नम्बर 1 हजुरको बडी हजुरको साथमै हुन्छ। यस यस नो टाउको त हल्लाइदिनु अलिअलि। नम्बर 2 ब्रेथ हजुरको शरीरकै साथमा हुन्छ। यस। नम्बर 3 हजुरको आत्मा हजुरको शरीरभित्र छ। परमात्मा शरीरभित्र बाहिर सबैतिर सर्वव्यापी। ये 4 चिज, बडी, ब्रेथ, सोल एन्ड युनिभर्सल कन्सियसनेस। अब हजुरको
मन चाहिँ यो चार मध्ये कुन चाहिँसँग जोडिन्छ जतिखेर यो चार मध्ये एउटासँग जोडियो भने मन वर्तमानमा आउँछ। त्यही भएर यो चार मध्ये एउटासँग जोड्न खोज्नु, नत्र यो दुनियाँमा हामी सुखको भोगलाई खुसी सम्झेर सधैँ पीडित हुन्छ, सधैँ पीडित हुन्छ। भौतिक सुख सुविधालाई नै व्यक्तिहरूले खुसी मानिरहेका छन्, जुन होइन। यति त फरक पक्कै महसुस गर्नुभएको छैन। हामी सुख केमा खोज्छौँ थाहा छ? खुसी, एकदमै अत्याधिक खुसी केमा खोज्छौँ? कम्फर्टमा, आराम चाहिँ, कन्भिनियन्स, प्रॉफिट, आइडेन्टिटी and 5 sensory pleasure, and त्यसपछि सबभन्दा अर्को चिज छ डिग्रीमा, and यदि म्यारिड छौं, बच्चा बच्ची छन् भने बच्चामा, अनि मनीमा, पैसामा। हेर्नु त, यो 12-13 प्रकारको भौतिक सुखलाई नै खुसी मानेर व्यक्ति आफ्नो खुसी र स्वास्थ्यको बेहाल बनाइरहेको। त्यही भएर प्लिज सेभ योर माइन्ड एट एनी कस्ट। कसरी हुन्छ मनलाई बचाऊ। हजुर, हामी जो समाज सेवी हौं, हाम्रो काम, हामी स्वस्थ भयौं भने धेरै काम गर्न सक्छौं। हामी तनावबाट मुक्त भयौं भने कयौं गुना अझै बढी काम गर्न सक्छौं। यस, नो, ओके न भन्नु त? त्यही भएर प्लिज टेक केयर अफ योरसेल्फ, योर फ्यामिली, योर अर्गनाइजेसन, आवर कन्ट्री। यो देशलाई बचाउनु छ, विशेष गरी युवाहरूलाई बचाउनु छ, एन्ड युवाहरूको बेहाल भइरहेको छ। त्यही भएर प्लिज हजुरहरू सधैँ मसँग जोडिनको लागि हामी एक साथमा छौँ, एउटै प्लेटफर्ममा छौँ, एकै ठाउँमै छौँ। सोशल मिडियामा मलाई हजुरले पवन नेपाल भनेर खोज्नुभयो भने भेट्नुहुन्छ। युट्युबमा पनि ह्याप्पिनेस मन्त्र या पवन नेपाल भन्नुभयो भने भेट्नुहुन्छ। प्राणायामहरू, योगाहरू, मोटिभेसनल इन्सपिरेसनल टकहरू, सो मेनी थिङ्स रेगुलरली वी आर अपडेटिङ। हजुरहरू त्यसबाट फाइदा लिन सक्नुहुन्छ। पेज भिजिट गर्नुभयो भने के अपकमिङ प्रोग्राम छन् हेर्न सक्नुहुन्छ, जोडिन सक्नुहुन्छ। र कुनै पनि बेलामा यदि हजुरलाई कुनै पनि इन्फर्मेसन या कुनै पनि क्वेसन या मनमा कुनै पनि जिज्ञासा आयो भने हजुर सोशल मिडियाको मार्फतबाट निर्धक्कसँग हजुर जोडिन सक्नुहुन्छ। म हजुरलाई 10 मिनटको प्र्याक्टिकल सेसन गराउनको लागि मेरो टिमबाट म अञ्जुजीलाई आग्रह गर्दै हजुरको क्वेसन रहेमा म अन्तिममा त्यसलाई सम्बोधन गर्नेछु। सो यत्रो बेर बोलियो, अब मनलाई थोरै शान्त गरौँ प्र्याक्टिकली। 10 मिनट विल प्र्याक्टिस मेडिटेसन एन्ड देन हजुरको फेरि प्रोग्राम हजुरले हेर्नु होला। ओके, मलाई यो सेवा गर्ने सुअवसर प्रदान गर्नुभएकोमा थ्याङ्क यू भेरी मच अल द अर्गनाइजिङ टिम। थ्याङ्क यू एभ्रिवन। थ्याङ्क यू, थ्याङ्क यू। ओके, गुड इभिनिङ, गुड आफ्टरनुन सबैजनालाई। हामी सबैजना नेपालबाटै छौँ होइन। हिजो आज प्रोग्राममा गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ सँगसँगै भन्नुपर्छ, किनभने धेरै ठाउँबाट जोडिनुहुन्छ प्रोग्राममा। ओके, अब हामी के गर्न जाँदैछौँ भने अब गुरुजीले धेरै राम्रो राम्रो कुराहरू भनिसक्नु भएको छ। थोरै प्र्याक्टिकल गर्न जाँदैछौँ। हामीहरू सबैजना ढाड सिधा, गर्दन सिधा गरेर बसौँ, भस्त्रिका गर्छौँ, 3 राउन्ड भस्त्रिका गर्छौँ। त्यसपछि हामी थोरै मेडिटेसन गर्छौँ। ओके, 10 मिनट चाहिँ मेडिटेसन गर्न जाँदैछौँ। सबैजना ढाड सिधा, गर्दन सिधा गरेर बसौँ। हल्का मुट्ठी आफ्नो कान थुनको निरा, कुइना करणको नजिक। ओके, मलाई देख्नु भएको छ सबैजनाले? जसले आर्ट अफ लिभिङको कोर्स गरिसक्नु भएको छ, यहाँ धेरै व्यक्तिहरू हुनुहुन्छ आर्ट अफ लिभिङको कोर्स गरिसक्नु भएको, उहाँहरूलाई थाहा छ। जसले गर्नुभएको छैन उहाँले चाहिँ एकचोटि मलाई स्क्रिनमा हेर्न सक्नुहुन्छ। ओके, यसरी ढाड सिधा, गर्दन सिधा गरेर बसौँ। हल्का मुट्ठी कानको अगाडि, कुइना करणको नजिक। अहिले चाहिँ फर्स्ट राउन्ड चाहिँ हामी आँखा हेरेर गर्छौँ र सेकेन्ड र थर्ड राउन्ड चाहिँ हामी आँखा बन्द गरेर गर्छौँ। जब जब मैले ब्रेथ इन भन्छु तब तब हात दुवै हात माथि लाने, मुट्ठी खुल्ला गर्ने। जब जब मैले ब्रेथ आउट भन्छु हात तल लिएर आएर मुट्ठी बन्द गर्ने। नाकबाट श्वास लिने, नाकबाट छोड्ने। इन भन्दाखेरि नाकबाट श्वास लिने, आउट भन्दाखेरि पनि नाकबाट छोडेर हात तल गरेर मुट्ठी बन्द गर्ने। ओके, क्लियर छ सबैजनालाई? क्यामेरा अन गरिदिँदा राम्रो हुन्थ्यो होला, यत्रो बेरसम्म त सुनिराख्नु होला। अब चाहिँ प्र्याक्टिकल जुन
गर्दैछौँ। हजुरहरूले कसरी गरिराख्नु छ त्यो चाहिँ हामी हेर्न चाहन्छौँ। कोही कहिले मिस्टेक पनि गर्न सक्नुहुन्छ, त्यसले गर्दाखेरि सक्नुहुन्छ भने इफ पोसिबल क्यामेरा अन गरिदिनु होला। र फर्स्ट राउन्ड चाहिँ हामी आँखा बन्द गरेर गर्छौँ, आँखा खोलेर हेर्छौँ, अनि त्यसपछि सेकेन्ड र थर्ड चाहिँ आँखा बन्द गरेर गर्छौँ। ओके, आरामले आफ्नो ठाउँमा सजिलो गरेर बसौँ। ढाड सिधा, गर्दन सिधा, हल्का मुट्ठी कानको अगाडि, कुइना करेङको नजिक। मुस्कुराउँदै मुस्कुराउँदै एउटा लामो गहिरो श्वास लियौँ। मुस्कुराउँदै मुस्कुराउँदै खाली गरौँ। फेरि अर्को लामो गहिरो श्वास लियौँ, आरामले खाली गरौँ। पूरी जोश र होसको साथमा एक साथ ब्रेथ इन, हात माथि मुट्ठी खुला, ब्रेथ आउट, हात तल मुट्ठी बन्द, ब्रेथ इन आउट, 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 इन आउट। विश्राम। दुवै हात खुट्टा माथि, हत्केला आकाशतिर फर्केका छन्। पूर्ण विश्राम। आँखा बन्द छ, आँखा खोल्दैनौँ। दुवै हात खुट्टा माथि, हत्केला आकाशतिर फर्केका छन्। आँखा पूरी बन्द छ, पूर्ण विश्राम। अब हामी सेकेन्ड राउन्ड भस्त्रिकाको लागि तयार हुन्छौँ। हल्का मुट्ठी कानको अगाडि, कुइना करेङको नजिक। अब हामी आँखा बन्द गरेर गर्छौँ। मुस्कुराउँदै मुस्कुराउँदै एउटा लामो गहिरो श्वास लियौँ। मुस्कुराउँदै मुस्कुराउँदै खाली गरौँ। फेरि अर्को लामो गहिरो श्वास लियौँ, आरामले खाली गरौँ। पूरी जोश र होसको साथमा एक साथ ब्रेथ इन आउट, 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 इन आउट। विश्राम। दुवै हात खुट्टा माथि, हत्केला आकाशतिर फर्केका छन्। पूर्ण विश्राम। आँखा पूरी बन्द छ। अब हामी थर्ड राउन्ड भस्त्रिकाको लागि तयार हुन्छौँ। हल्का मुट्ठी कानतिर, कुइना करेङको नजिक, ढाड सिधा, गर्दन सिधा। मुस्कुराउँदै मुस्कुराउँदै एउटा लामो गहिरो श्वास लियौँ। मुस्कुराउँदै मुस्कुराउँदै खाली गरौँ। फेरि अर्को लामो गहिरो श्वास लियौँ, आरामले खाली गरौँ। पूरी जोश र होसको साथमा एक साथ ब्रेथ इन आउट, 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 इन आउट। विश्राम। दुवै हात खुट्टा माथि, हत्केला आकाशतिर फर्केका छन्। पूर्ण विश्राम। भस्त्रिकाबाट आएको ऊर्जालाई आफ्नो शरीरको कण कणमा महसुस गरौँ। अब हामी छोटो ध्यान गर्न जाँदैछौँ। आँखा बन्द गर्छौँ। आफ्नो शरीरलाई ढिला छोडिदिउँ, मनलाई ढिला छोडिदिउँ। खुसी हुँदै हुँदै एउटा लामो गहिरो श्वास लियौँ। खुसी हुँदै हुँदै खाली गरौँ।
फेरि अर्को लामो गहिरो श्वास लियौं, आरामले खाली गरौँ। बिस्तारै आफ्नो ध्यान बाहिरी वातावरणमा लिएर जाउँ। बाहिरबाट आएको आवाजहरूलाई स्वीकारौँ। हुन सक्छ फेन चलिरहेको आवाज, गाडी गुडिरहेको आवाज, मानिस बोलिरहेको आवाज, टिभी चलिरहेको आवाज, सम्पूर्ण आवाजहरूसित एक हौं। सम्पूर्ण आवाजहरूलाई स्वीकारौँ। खुसी हुँदै हुँदै एउटा लामो गहिरो श्वास लियौं, बिस्तारै खाली गरौँ। बिस्तारै बिस्तारै आफ्नो ध्यान आफ्नो शरीरमा लिएर जाउँ। यो शरीर प्रकृतिले दिएको एउटा सुन्दर उपहार हो। यसलाई माया गरौँ। जस्ताको त्यस्तै स्वीकारौँ। एउटा साधारण श्वास लियौं, बिस्तारै खाली गरौँ। म शरीरको जुन जुन अङ्गको नाम लिन्छु, न चलाउने न हल्लाउने, ध्यान मात्र लाने। बिस्तारै आफ्नो ध्यान आफ्नो दाहिने गोडामा, दाहिने गोडाको पैताला, गोडा, थाई, हिप, पूरी दाहिने गोडा विश्राम। बिस्तारै आफ्नो ध्यान देब्रे गोडामा, देब्रे गोडाको पैताला, गोडा, थाई, हिप, पूरी देब्रे गोडा विश्राम। बिस्तारै आफ्नो ध्यान जनेन्द्रियमा, तल्लो पीठ, नाभि र नाभिको वरिपरिको भाग, छाती, विश्राम। बिस्तारै आफ्नो ध्यान दाहिने काँधमा, दाहिने पाखुरा, दाहिने कोइना, दाहिने हत्केला, पूरा दाहिने हात विश्राम। बिस्तारै आफ्नो ध्यान देब्रे काँधमा, देब्रे पाखुरा, देब्रे कोइना, देब्रे हत्केला, पूरे देब्रे हात विश्राम। बिस्तारै आफ्नो ध्यान घाँटीमा, गर्दन, चौडो, अनुहार, सिरको शीर्ष भाग, पूरा शरीर विश्राम। एउटा साधारण श्वास लियौं, बिस्तारै खाली गरौँ। बिस्तारै आफ्नो ध्यान आफ्नो विचारमा लिएर जाउँ। कस्ता विचारहरू आइरहेछन्? राम्रा विचार,
नराम्रा विचारहरूलाई नरोकौं, आउन दियौं। सम्पूर्ण विचारहरूलाई स्वीकारौं। बिस्तारै आफ्नो ध्यान आफ्नो भावनामा लिएर जाऊ। कस्ता भावनाहरू छन्, सुखदायी या दुःखदायी? भावनाहरूलाई आउन दियौं, नरोकौं। सम्पूर्ण भावनाहरूलाई स्वीकारौं। एउटा साधारण श्वास लियौं, बिस्तारै खाली गरौं। बिस्तारै आफ्नो ध्यान आफ्नो शरीरमा लिएर जाऊ। हामी नि प्रेम हौं, हामी नि आनन्द हौं। बिस्तारै बिस्तारै आफ्नो शरीरप्रति सजग हौं। आफ्नो भावनाप्रति सजग हौं। आफ्नो विचारप्रति सजग हौं। एउटा साधारण श्वास लियौं, बिस्तारै खाली गरौं। बिस्तारै बिस्तारै आफू र आफ्नो वरिपरिको वातावरणप्रति सजग हुँदै हुँदै मुस्कुराउँदै मुस्कुराउँदै आँखा खोल्न सक्छौं। नमस्ते।